अर्को कुरा चाहिँ इन्ट्रेस्टिङ मलाई लागेको लाइक एआई कसरी युज गर्न सकिन्छ कन्सियस लिभिङको लागि भनेर त द्याट्स वान अफ द तपाईँको मेन जर्नी या गोल भनेको त्यहाँतिर छ लाइक के कुन पर्सपेक्टिभबाट हामीले कन्सियस लिभिङको लागि एआईको युज भन्ने चाहिँ के हो त फेरि सो एआई फर कन्सियस लिभिङ भनेको अब हामीले भनौँ न एकदम सिम्पल कुरामा गर्ने हो नि लाइक इज एआई गोइङ टु टेक ओभर माई लाइफ त्यो प्रश्नको जवाब तपाईँले अलिकति सोच्नुभयो भने इन्टरनल्ली हेरेर आई थिङ्क सिकिङ एन्सर टु द्याट इज एआई फर कन्सियस लिभिङ त्यो भनेको के त भन्दाखेरि ह्युमन इन्टेलिजेन्सलाई कसरी स्टिल अलाइभ राख्ने राइट किनभने कन्सियस लिभिङ फर एआई भने मतलब अब एआईलाई यो पनि गर त्यो पनि गर होइन सर्भिसेस गर भनेर नछोड्ने बट यु ब्रिङ ह्युमन इन द लुप अनि तपाईँ एज अ ह्युमन वेन यु आर युजिङ एआई यो एथिकल एआई हो कि होइन वाट एम आई डुइङ इज इट राइट राइट भनौँ न त्यस्तो किसिमको कुराहरू जब तपाईँले लिएर आउनुहुन्छ नि त्यसलाई चाहिँ अनि अब हामीले कन्सियस लिभिङ कि अब मैले यो फार्ममै कुरा गऱ्यौँ भने पनि फार्ममा जोड्दाखेरि के भन्दाखेरि त वाइ एम आई डुइङ दिस आई एम डुइङ दिस बिकज वान लाइक बाई भनौँ न यस्तो किसिमको अलिकति रिमोट मोनिटरिङ अटोमेसनले गर्दाखेरि मैले चाहिँ अब क्लाइमेटमा गएर इम्प्याक्ट गरौँला इट इज अ क्लाइमेट स्मार्ट एग्रिकल्चर प्र्याक्टिस मेरो कार्बन फुटप्रिन्टको कुराहरू घट्यो राइट मेरो फोसिल्स फ्रुटहरू घट्यो मेरो टाइमहरू घट्यो यो सबै गर्दाखेरि इजन्ट दिस वाट वी वान्ट टु डु लाइक मलाई यदि भनौँ न त्यो खेतमा दिनको 5 चोटि जान जरुरी छैन भने then why do we go? I can use that time for something productive, right? So that these kind of like little messages is basically AI for conscious living. के भन्छ AI लिएर आउने तर to be a better human. अलिकता मैले ब्रोड नगरे फिलोसफिकल पर्सपेक्टिभमा जान्छ होला यो लेटिङ एआई कन्ट्रोल युर लाइफ या डिपेन्डेन्सी क्रिएट गर्नु हाउ डु सी इट किनभने चाहिँ एउटा पर्सपेक्टिभ इज द्याट हो तपाईँले भन्नुको राइट देयर इज लाइक मल्टिपल रिसर्चहरू भएको छ टु मच च्याट जिपिटीहरू यताउता रिलाइ गऱ्यो भने चाहिँ ब्रेनको हामीले थिङ्किङ जुन स्टोरहरू छ तिनीहरू नै घटेको या ब्रेन एक्टिभिटीहरू कम भएको धेरै देखेका छन् बट अगेन देयर इज अनदर स्कुल अफ थट जसले के भन्छ भनेपछि समथिङ लाइक क्यालकुलेटर त हो नि क्यालकुलेटर पनि हामी त सबै हिसाब गर्न गर्दैनौँ होला बेसिक्स हामीले एउटा लेभलसम्म सिक्छौँ त्यसपछि वी रिलाइ अन अ टुल र त्यो टुलमा डिपेन्ड हुनुमा के नै खराबी छ भनेर कसरी हेर्नुहुन्छ यो कुरालाई सो यसमा चाहिँ म अब मेरो फेरि अर्को एउटा प्यारेन्टको पर्सपेक्टिभ लिएर आइन्छु होइन आई एम अ फादर अफ अ यङ डटर सी इज इन 7th grade त्यो हुँदाखेरि चाहिँ मलाई आई एम वरिड अबाउट हर ब्रेन डेभलपमेन्ट फर स्योर राइट लाइक त्यो लेभलमा चाहिँ यस अब मलाई थाहा छैन त्यो क्यालकुलेटर आउँदाखेरि कस्तो भयो तर क्यालकुलेटरको युज वाज भेरी लिमिटेड लाइक जस्ट भनौँ न नम्बर गर्न मिल्थ्यो म्याथलाई मात्रै हुन्थ्यो जोड्नै हुन्थ्यो प्लस आई मिन यु एन्ड आई नो कतिसम्म त हामीले 8th क्लासको कि कतिसम्म त क्यालकुलेटर लान पनि पाउँथेन होइन इभन अहिले पनि नाउ दे क्यान स्टप द क्यालकुलेटर एन्ड यु आर लाइक अन योर ओन राइट सो त्यो बेसिक इज देयर अब यो च्याट जिपिटी अथवा यो जुन एआईको भनौँ न यसले चाहिँ अब मेरो छोरीको लेभलहरूमा चाहिँ दे आर स्कुलमा ब्लक गरिरहेछ तर आई थिङ्क दे आर हेभिली बिङ इन्फ्लुएन्स्ड सो त्यो कुरामा चाहिँ आइएम वरिड तर अब नाउ लुक एट मी भनौँ न एउटा अब सबै क्यारियरहरू गरिसकेर एक्सपिरियन्स भइसकेको मान्छेले चाहिँ अब एआईले मलाई मेरो दिमागै बन्द गर्छ भनेर चाहिँ आई डोन्ट एग्री टु द्याट राइट मलाई चाहिँ के गर्छ एआईले भन्दाखेरि जुन मेरो घटिरहेको दिमाग थियो नि यु नो विथ माई एज राइट आई एम नो मोर लाइक द्याट क्विक थिङ्कर त्यसको लागि चाहिँ इट्स एक्चुअली हेल्पिङ मी भनेपछि सो आई थिङ्क देयर इज दिस ग्रे जोन अनि अब हामीले एज ए फेरि अघि नै कन्सियस लिभिङ गर्दाखेरि चाहिँ अब यो कन्सियस डिसिजन गर्नु पऱ्यो अनि लाइक मेबी अब अलिक यतातिर ह्युमन डेभलपमेन्टमा हेर्दाखेरि चाहिँ वेन डु वी स्टप लर्निङ वेन डज युर ब्रेन एक्चुअली स्टार्ट टु त्यो भन्छ नि कि पावर घट्दै जान्छ नि त्यो बेलामा चाहिँ एआईले अलिकति उ गर्ने हो कि So I think, I mean, there is obviously, you know, two school of thought here. Tara, age पछि चाहिँ maybe after adult भएपछि चाहिँ अब open गर्ने हो कि? No, I believe in the same things. I mean, कतिवटा कुरामा जस्तै क्रिएसनमा, कन्टेन्ट क्रिएसनमा पनि heavily use हुन थालेको छ AI. And यहाँसम्म कि like every script, everything like the AI dependent. Whereas there used to be a times when चाहिँ, although it is efficient or time saving and this and that, I feel like टु मच रिलाइ हुँदै गयो भने चाहिँ अगेन हाम्रो अटेन्सन स्प्यान जसरी खट्यो विथ सोसियल मिडिया त्यसै गरेर हाम्रो थिङ्किङ एबिलिटी क्रिटिकल थिङ्किङ एबिलिटिज पनि घट्दै जान्छ लाइक एभ्रिथिङ फर फेस भ्यालु लिन थाल्यो भने र हामीले आफै सोच्न छोड्यो भने वी क्यान युज इट एज अ टुल
तर डिपेन्डेन्सी फर लङ पिरियड अफ टाइम चाहिँ इट क्यान बी हजार्डस जस्तो लाग्छ. आई एग्री, आई डेफिनेटली एग्री विथ द्याट. तर अब भन्दै पनि होइन, आई डोन्ट नो, आई थिङ्क लाइक अब हामी अलिकति बढी प्रोडक्टिभ हुने हो कि भन्ने सोध्छु कि म चाहिँ. अब त्यो मेबी यस होइन, अब हामीले फेसबुक नराम्रै त होइन नि त, सोसियल मिडिया नराम्रै त होइन नि त, केही न केही कामहरू त पोजिटिभ पनि गरिरहेछ. अब यो एआईको आई मिन देयर इज नो सोल्युसन टु दिस बेसिकली. तर अब यसो सोच्दाखेरि चाहिँ मैले एआई युज गरेर केही काम गरेँ भने आई थिङ्क त्यो ब्रेनको कुनै अर्को एउटा सेलले चाहिँ आई थिङ्क इट विल लाइक लेट मी थिङ्क मोर अन अ डिफ्रेन्ट डिरेक्सन. त्यो भएर को पाइलट भन्छ होइन, लाइक भन्छ नि थिङ्क गर्छ, थिङ्क टुगेदर भन्छ. अनि मल चाहिँ के भन्छ नि, आई कोल्याबरेट विथ एआई के. अब लाइक जस्ट युज इट एज योर सेकेन्ड ब्रेन अर वाट एभर यु कल इट. अब के गर्ने, अब इफ यु डोन्ट डु इट आई मिन अदर गाई इज गोइङ टु डु इट, राइट? लाइक सो I mean, I don't know, I guess. एआईकै कन्टेक्स्टमा अर्को कुरा आउँछ, कन्सियसनेसको कुरा आउँछ होइन. अब एआई भने कन्सियस सेन्सेन्ट बिङ हो होइन भन्ने कुरा, अनि वेयर इज इट हेडिङ भन्ने धेरै अगाडि कुरा गर्दाखेरि चाहिँ लाइक पिपल वेयर लाइक लट अफ दिज इन्फ्लुएन्सियल पिपल वेयर काइन्ड अफ स्केप्टिक अबाउट डेभलप हुँदै गयो भने, हुन दिइराख्यो भने चाहिँ इभेन्चुली यसले के गर्छ फर ह्युम्यानिटी भन्ने कुरा कतिजनाले चाहिँ लाइक इट्स ब्लोन आउट अफ प्रोपोर्सन, त्यस्तो केही पनि हुँदैन, इट्स अलवेज अन्डर कन्ट्रोल हुनुपर्छ. एट टाइम्स वी हियर न्युज जहाँ चाहिँ एउटा एआई प्रोजेक्टलाई बन्द गर्ने भन्ने खबर आएपछि त्यसले कपी गर्छ आफूलाई, अनि त्यस्तो कुराहरू देख्छौँ हामीहरू. त्यो यो सबै चाहिँ कतिको रियल हो, कतिको यो एउटा हिसाबले जस्ट स्पाइस मात्र. यो बारेमा म सोध्छु होइन. अनि त्यो बेलामा म जहिले पनि त्यही भन्छु कि अब के थियो होला त, लाइक वाइ वुड हि गो अन डुइङ जेनोसाइड, राइट? भनेपछि वेयर आई एम लाइक टाइङ दिस इज आई थिङ्क वाट यु सी इन योर हार्ट. इफ योर हार्ट इज ओपन भन्नाले हुन्छ नि त, इफ इट्स क्लिन होइन, जतिसुकै एआई गर्नुहोस् जे गर्नुहोस्, लाइक इफ यु आर ब्लाइन्ड अबाउट वाट्स गोइङ अन इनसाइड, प्रोबब्ली द्याट्स वेयर एआई इज गोइङ टु इम्प्याक्ट यु, राइट? त्यो भएर चाहिँ यो होल कन्सियसनेस भनेको अब इभन बिफोर एआई नि त, इफ यु वेयर नट अलरेडी लुकिङ इनसाइड एन्ड ट्राइङ टु फिगर आउट वाट यु नो अ ह्युमन इज, वाट अ ह्युम्यानिटी इज, म भनेको के हो कसो हो भनेर, त्यो लाइक इफ यु वेयर नट इन द्याट जोन, द्याट्स द पपुलेसन वेयर I think you have a risk of being more damage done by AI. त्यो भएर मलाई चाहिँ यहाँ AI त आयो, तर I don't think AI is that villain. I think the ignorance that we had in ourselves, त्यसलाई नै I think clean गर्यो भने चाहिँ I mean AI cannot overtake you. This is like one of the biggest concerns बेला मैले आइरहेको टाइम एन्ड अगेन यो डिबेटहरू आइरहेको हुन्छ. अनि दिस इज निड टु हुन्छ नि एआईलाई रेगुलेट गर्नुपर्छ भन्ने कन्भर्सेसन्सहरू आउँछ. वाट यु फिल अबाउट यो कुराहरू चाहिँ? एआईलाई रेगुलेट भन्दा चाहिँ अब कुन एङ्गलबाट, कि अघि नै हामीले कुरा गऱ्यौँ नि त, अब एआईलाई युज गर्न रेगुलेट गर्ने कि अब डेटा दिनबाट उ गर्ने कि, त्यस्तो कुराहरू चाहिँ त्यही भएर एथिकल हुन पर्यो होइन. आई थिङ्क you have to look at it from responsible AI, ethical AI and explainable AI. यो तिनवटा चाहिँ हुन पर्यो होइन. अब आफ्नो डेटा दिने नदिने भनेको चाहिँ इट्स आई थिङ्क योर पर्सनल प्रिफरेन्स है. म चाहिँ बिकज आई एम अ साइन्टिस्ट एन्ड आई नो द भ्याल्यु अफ डेटा, त्यो भएर मेरो डेटा जति लैजान्छ लैजाऊ. आई मिन इन अ वे भनेको मतलब इफ अ डेटा पोइन्ट helps you in again like making your model better, right? Or you come back to me and say it serves me better, किनभने मैले गुगललाई मेरो सबै डेटा दिएँ भने त उसले मलाई त चिन्छ नि त होइन. भनेपछि त्यस्तो किसिमको छ भने चाहिँ इट्स ओके. तर अब त्यो चाहिँ आफ्नो इट्स किप इट टु योर सेल्फ अन हाउ यु फिल इट. तर यो तिनवटा कुराहरू इफ हेरेर एआईले गरेको छ भने एथिकल, रेस्पोन्सिबल र एक्सप्लेनेबल एआई मलाई बुझाउन सक्नु पर्यो. तिमीहरूले मेरो डेटा लगेर के गर्यो, मेरो डेटा लगेर अर्को कुनैलाई बेचिदिएर त्यसले मलाई फोन कल गर्न थाल्यो भने द्याट्स नट बिङ एथिकल, द्याट्स नट बिङ रेस्पोन्सिबल. तर यु युज टु अन्डरस्ट्यान्ड ह्युमन बिहेभियर फर इक्जाम्पल, राइट? अर लाइक समथिङ द्याट्स गुड फर ह्युम्यानिटी, देन आइम काइन्ड अफ. जस्तै डेटा सिक्युरिटीको तपाईँले कुरा गर्नुभयो नि त, बेच्दैलाई डेटा या ब्रिच हुने कि इभेन्टहरू भइरहेको छ, त्यो कुरा कति कन्सर्निङ लाग्छ तपाईँलाई? कि जस्ट लाइक एउटा हिसाबले त ल डेटा बेच्यो, त्यो एड्सहरू स्प्याम गर्ने त्यो अनोइड हुने एउटा रिजन मात्र भयो, राइट? अन्त त्यो अनोइड हुने रिजनको लागि कतिजना माइट बी ओके विथ द्याट, ठिकै छ, त्यस्तो नट अ बिग डिल. तर त्यसपछि सिक्योरिटीको रिजन्सहरू आउँछ, कन्सर्न्सहरू मान्छेहरूले लिन खोज्छन् होइन. हाउ रियल इज द्याट? कतिको सिरियस हो यो डेटा सिक्योरिटीको कुराहरू?
द्याट्स भेरी सिरियस बाई द वे. आई मिन डेटा ब्रिच हुने भनेको भनौँ न. सो त्यही भन्छ कि अब उतातिर चाहिँ अब के अरे जति चाहिन्छ त्यति मात्रै लिऊ. इफ यु डोन्ट निड इट होइन, डोन्ट स्टार्ट कलेक्टिङ इट कि अर्काको बारेमा इन्फर्मेसन. भनेपछि फेरि यही एआईकै मोडल ट्रेनिङ अथवा एआईकै लागि डेटा कन्जम्सन गर्दाखेरि पनि यु सुड नो वाट डेटा यु निड एन्ड वाइ यु निड इट. डोन्ट कलेक्ट पिपलको एक्स्ट्रा इन्फर्मेसन, राइट. अब यो पिआइआई भनेर भनौँ न, पर्सनली आइडेन्टिफायर इन्फर्मेसनहरू भन्छ, त्यस्तो चिजहरू नलिएर गर्नु पर्यो. तर अब यहाँनिर फेरि म अर्को एउटा कुरा के जोडिदिएको भने एआई या मोडल भन्ने त लाइक मेबी लास्ट 5 इयर्समा आयो होला. तर अब ठुल्ठुलो सिस्टमहरूले इभन फेसबुकैले पनि कति वर्ष भइसक्यो त. लाइक इट्स नट, देयर इज नट, आई मिन इट वाज एन एआई द्याट इज कजिङ दिस प्रब्लम, राइट. सो अब डेटाको चाहिँ अनि त्यो एउटा छ. अर्को एउटा कुरा चाहिँ अब एगेन डिपेन्ड्स अन हु यु आर एन्ड वाट काइन्ड अफ ब्रिच. इट्स लाइक जस्ट टु सी हाउ सेक्योर होइन. अब मेबी के अरे हाम्रो प्रेसिडेन्ट लेभलको कसैको उहरू गरिदियो भने त द्याट्स भेरी सिरियस होइन. अब सो इट्स प्रिटी सिरियस. आई थिङ्क लाइक एज अ डेभलपर, एज अ सिस्टम आर्किटेक्ट त्यो चाहिँ इम्पोर्टेन्टै एङ्गल हो.